अदा के थाहा छ यो भनेको उहाँ भित्रभित्र जलेर छ तपाईले जलेर मौकाको फाइदा उठाएको भनेको अङ्गल मात्रै मारे भएर चित्त बुझेन छ अब थाहा भयो पर्दैन नानी पर्दैन मलाई त्यसरी पर्दैन नानी भन्ने होइन त्यहाँ हुनेवाला कान्छी उडीलाई किन मर्दिने यार चाहिँ लाग्यो के आइमे तिमी पोइ नै भन्दा छ मेरो हुनेवाला पोइ हो नि त अनि कान्छो यो आइमाई कस्तो बौलाइरहेको आइ औडा हुन्छ अरे बाजुलाई के भन्नु औडा हुन्छ भने मलाई देखेपछि बौलाई बोल्न पनि नपाउने नबोला यार कसै घर नबोला यार दिदी यार तपाईँलाई दुईटा हात जोडेर मैले दिदीले लाइभ हेरिरहेको छ दिदी यार दुईटा हात जोडेर मैले तपाईँलाई भनिरहेको छु यार प्लिज यार यो टिकटकमा जति पनि कमेडी कुराहरू हुन्छ गफ हुन्छ यार माइन्ड नगर्नु प्लिज रवि 24 घण्टा यार दिदीलाई यतितिर थाहा हुनु पर्यो नि यार जिस्किन नपाउने हो कति बोलेकी छ दुनियाँसँग जिस्किन्छौ फेरि तिमी म हुनेवाला कान्छी बुढीसँग चाहिँ जिस्किन हुँदैन यो आइमे कति बोल्छ यार त्याट गिफ्ट पानी बेला किङबाट पाउँथे बाजे एउटा कुरा नढाँटी भन्नु त रुबेन भाइ एउटा कुरा चाहिँ कस्तो भने गिफ्ट एउटाबाट पाउने बिहेहरूको सुहाउने यो त टिकटकको नियमै हो नि टिकटकमा एउटा घरवाली टिकटकवाली हुन्छ घरमा अर्को बुढी हुन्छ अब बे गरेकोले भर्खरको तरुण भन्छ यहाँ त्यस्तै हो त भनेपछि किङ पनि हेरेर आएपछि अस्ति एउटाले सुन्नु न के भन्दै थियो थाहा छ हान बाबु हान जति गिफ्ट हाने नि हान पछि मैले लाने हो भन्दै थियो एउटाले लास्ट हेरेर बोक्यो बाजे तपाईँले नि भन्नु न के हान्नु किङ जति हाने नि हान्नु मैले उडाउँछु लास्टमा भन्नु न रय पारेका मेरो भागमा पागल बक के पागल के रय पारेका के भने बुझिन मैले यो चाहिँ के भने बाजे मैले बुझिन के रय पारेका पागल रय भने के हैन के भन्नु न बुझाइदिनु म नथिङ ए ल होस् भन्न मिल्छ नि भन्नु न रय पारेको भने के हो रय पारे भने रखेल पखेल भनेको मतलब बाँकी सबैबाट बाँकी भएको क्या सबैले छोडेको तिमीलाई त केही कुरा सेयर गरे नहुने रहेछ सुटो फुड्डो ओइ त्यही भएर जतिखेर नि प्याच बचल्न आउँछ मैले त एकचोटि मेरो ए सबै कुरो सेयर गरी कुरो पनि सेयर गर्न भ्याइसक्यो मेरो बोयफ्रेन्ड थियो भनेर भनेको छु नि त त्यही भएर त्यस्तो भने बाँकी राख्यो भनेर भने मलाई त्यही भएर पापी मलाई म त तिमीको बोयफ्रेन्ड होस् नहोस् मलाई मलाई भने त त्यस्तो अरूले छोडेको मेरै भागमा रहेछ भनेर किन भने त के हैन 500 के रे कति हो 410 यार नजाके तिमी किङ ब्याग अरू के हो यस्तो यार स्कोरै आउँदैन त के हो तिमीलाई किङ ब्याग अरू कसैले पनि दिन्न के नचाउ के तिमी कामै छैन तिमीले पनि देऊ न त तिमीले पनि देऊ आएर कहिले काहीँ देऊ त एउटा फुल के जान्छ तिम्रो एउटा फुल देऊ त आएर कहिले काहीँ देऊ आएर हामी के दिदी नि के हामी देऊ माया हो अदा मैले त सुने तिमीले दिँदै हिँड्छौ रे त मलाई बाइक यहाँको गिफ्ट होइन यहाँ गिफ्ट दिने होइन रियलमा गिफ्ट दिने रे क्या त्यो पनि पोखरा आउँदैछु ल म जुरेली दीक्षा अनि अमितजी हामी 4 जना एउटै गाडीमा आउँछौँ मेरो नाम नजोडा न म कहाँ आउँछ हावा अमितजी भयो अमित तपाईँ नजाने म थोरै रुबेन हो ती 3 वटालाई कन्ट्रोल गर्न सक्ने
ए ल ल त्यसो भए म के अरे तपाईँ र म मात्रै जाउँला नि त नि अचम्म यहाँ ती तिनजनाको भिड्नु सक्दिनँ म ग्रुपमा आउँछ लुचीलाई बोकेर आउँछ भने ठिक छ म भेट्छु नत्र केटी केटीलाई रुबेन भाइ म अहिले नै यहीँ नै भनिदिन्छु म कोही पनि केटीसँग हिँड्दिनँ र कोही केटीलाई लिएर सँगै साथमा आउँदिनँ म अमितजीलाई जसरी पनि पोखरा लिएर आउँछु बाजे दिस इज द पावर अफ द वुमेन यत्रो ठुलो मान्छेलाई तानेर लान्छु भन्छ यार गाडी चलाउन आउँछ गाडी चलाइदिन्छु दामी गाडी त गेर हान्छौ क्या गेर नहानी त कसरी चलाउने त साथीहरू केही छैन गेर नहानी त कुनै गाडी चल्दैन तर अटोमेटिक पनि चलाइदिउँला कहिलेकाहीँ अर्को कुरा खुलासा गरिदिन्छु म थाहा छ रुबेन भाइले त्यो टावल किन भेर थाहा छ थाहा छ थाहा छ औरा भएर हो भएन एउटा ए म त गर्मी भयो के भने ल म गएँ म बोल्न सकिनँ यार ए बाजे मसँग पनिसमेन्ट म्याच खेल्ने कि नखेल्ने खेल्ने भए बस्नु न नखेल्ने भए जान्छु होला भनेर थ्याङ्क यू सो मच बाई 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 के भयो दुख्यो बोल्दै छ यार के बोल्छ यार What does doctor says? रविनलाई फेरि भेट अरे क्या दोहोऱ्याएर एकचोटि मात्रै गरेर भएन अरे के हकले केही हुँदैन अरे त्यस्तो नगर हौ छोरी मान्छे यार गाह्रो हुन्छ मैले ल गाह्रो हुने काम गर्दिनँ राम्री छु र केटा खोज बिहा गर बच्चा बच्ची पाऊ ल क्या ल आउनु न माग्न भयो नि दिदीलाई लिएर आउनु त घरमा भने नयाँ घर बनाएको रविन बाजेले तर मलाई कहिले नभित्राउने रे त्यहाँ के खालको आइ मेरो चाहिँ बाटा हिँड्नु सल्लाह भित्र हिँड्ने मैले बाटा हिँड्ने सबैलाई कसले भनेको छ र मलाई मात्रै भने नि आइमा यार कस्तो काँडा जन्मियो होली छ्या सासु ममलाई नमस्ते भन्न लगाऊँ मम्मीसँग बोल्ने हो के भन्छ यार सासु मम्मीसँग बोल्ने हो त्यस्तो गेममा फोकस गर प्लिज ल बाहिर मान्छे नल्याउ ओके ओके अब ल गेममा भन अब लेट्स स्टार्ट द गेम वी हैव 6000 भन्नु भनिरहेको छु त पहिलो पनि पोखरा तिमी आउँदैन हो यो त म मान्दिनँ अर्को अप्सन दिन्छु म पहिलो पनिसमेन्ट तिमी पोखरा आउँदैन हो गाइज यो पनिसमेन्ट भएन गाइज यो पनिसमेन्ट भएन सबले लेख्नु पनिसमेन्ट हुँदैन यो पनिसमेन्ट हुँदैन गाइज हुँदैन भन्नु हुँदैन यो पनिसमेन्ट अप्सन आउने हो म तिमीले रोके पनि आउने हो के भयो दिदीलाई के होइन
चुला जलाउनु आउने हो अर्को पनिसमेन्ट भन्नु अर्को पनिसमेन्ट माथिपट्टि लागेको कपडा च्यात्देऊ यो टाटे पाटे कपडाले मेरो आँखा तिरिमिरी पारो यो माथिल्लोपट्टिको देख्दाखेरि न्युज रिपोर्टर तिमी देख्यौ यत्रो सिटी च्यात्देऊ गाइस तीसरा पनिसमेन्ट भन्नु तीसरा पनिसमेन्ट एक गिलास नुनमा एक गिलासमा 2 चम्चा नुन हालेर खाऊ घोलेर खाऊ मेरो फर्स्ट पनिसमेन्ट तिमीले मलाई गाह्रो दिन्छ भने मैले चाहिँ तिमीलाई सजिलो दिन्छु मेरो फर्स्ट पनिसमेन्ट तिमीले मलाई प्रपोज गर्ने सेकेन्ड पनिसमेन्ट तिमीले त्यो लगाइरहेको टी सर्ट खोलेर यही अगाडि खोलेर कैँचीले चर्याप झुर्रा झुर बनाएर घाँटीमा बेरेर बस्ने सुन म च्यात्छु तीसरा पनिसमेन्ट तर म लाइभमा चाहिँ खोल्दिनँ र किनभने मलाई मेरो टिकटक लाइभ भनेको मेरो आइडी भनेको गरी खाने भाँडो यो लाइभमा दुनियाँ थरी यो नाङ्गे भएर यो कपडा खोलिरहेको छैन कोइचीले काट्छु ठिक छ तर कोइची पनि लाइभमा देखाउन फेरि म यो दिस इज अगेन्स्ट अफ द टिकटक रुल्स त्यसो के हो तीसरा पनिसमेन्ट